दर्शकबिन हामी यति बेला राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा छौँ। सुकुम्बासी बस्तीका मानिसहरू आएर यहाँ झडप गर्ने वातावरण बनिसकेपछि यहाँ बाक्लो मात्रामा प्रहरी तैनात गरिएको छ। सुरक्षाकर्मीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयलाई यहाँ सुरक्षा दिइराख्नु भएको छ भने यतातिर देख्न सक्नुहुन्छ सुकुम्बासी बस्तीबाट आउनुभएका बस्तीका मानिसहरू हुनुहुन्छ भने यो हामी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय अगाडि छौँ। देख्न सक्नुहुन्छ यहाँ बाक्लो मात्रामा प्रहरी तैनात गरिएको छ भने यतातिर भने सुकुम्बासी बस्तीका मानिसहरू हुनुहुन्छ। यो ताजा दृश्य तपाईँहरूलाई देखाइरहेका छौँ। आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा के हुन्छ भन्ने चाहिँ थाहा छैन। बालन सरकारले भोलि डोजर लगाउने भनिसकेपछि यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय घेर्नको लागि आउनुभएको छ। देख्न सक्नुहुन्छ यहाँनिर बाक्लो मात्रामा प्रहरी तैनात गरिएको छ।